हेलो गुड मर्निङ सेवा हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ हामी बाहिर जाँदैछौँ बिहान भन्दा पनि त्यस्तै 8-9 बजिसकेको छ अनि हामी चाहिँ धरान जाँदैछौँ। कसलाई भेट्नु जाँदैछौँ हेर्नु होला। अनि अहिले चाहिँ हामी हाइवेमा छौँ अनि धरान जाँदाखेरि चाहिँ शनि मन्दिरको दर्शन गर्नु पाइन्छ। हेर्नु होला यहाँ चाहिँ साउनमा सबैजना पूजा गर्न आउनुहुन्छ शनि मन्दिरमा। यो चाहिँ धरान र तरहराको बिचमा पर्छ अनि अहिले हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ हामी धरान प्रवेश गरिसकेको छौँ, घन्टाघरदेखि गइसक्यो अनि हामी चाहिँ धरान पुगिसक्यौँ। कसलाई भेट्यौँ त फुपूलाई। हामी चाहिँ फुपूलाई भेट्न आएको छौँ धरानमा अनि फुपन चत्रबाट आउनुभयो अनि हामी चाहिँ यहाँ घन्टाघरभित्र पसेर बस्ने ठाउँमा बसेर सुन्तला खाँदै हामी चाहिँ सुन्तला खाँदै बसिरहेको छौँ। अनि हाम्रो अगाडि चाहिँ दुईजना कपाल हुनुहुन्थ्यो, नयाँ जोडी हुनुहुँदो रहेछ अनि उहाँ चाहिँ फोटो खिच्नु हुँदैथ्यो अनि हामी चाहिँ उहाँहरूलाई हेर्दै गफ गर्दै सुन्तला खाँदै बसिरहेको छौँ। अनि हामीलाई चाहिँ धेरै पछि भेट भएर होला, गफ पनि गइरहेको थियो। सुन्तला खाँदै अनि त्यसपछि हामी घन्टाघरमा पस्दैछौँ अनि हामी चाहिँ माथि यस्तो खालको सिटी छ नि त त्यो भित्र अनि हामी चाहिँ पस्दैछौँ। अलिक भित्र चढिसकेको रहेछ सिडी छेउतिर अनि हामी चाहिँ डराउँदै पस्यौँ। अनि त्यहाँबाट हेर्ने दृश्य चाहिँ यस्तो छ, यस्तो राम्रो देखिन्छ। त्यहाँ माथिबाट देखिने भ्यू चाहिँ यस्तो राम्रो देखिन्छ। अनि हामी चाहिँ त्यहाँ पस्यौँ, हामी एक दुईवटा फोटोहरू पनि खिच्यौँ अनि दुईवटा फोटोहरू पनि खिच्यौँ। अनि त्यसपछि भोक पनि लाग्यो अलिक अनि त्यसपछि हामी खाजा खानु गयौँ। अनि हामी चाहिँ जहिले धरान जाँदा चाहिँ किमा नुडल्स चाहिँ खान्छौँ भने मनपर्छ नि त, अनि त्यही भएर हामी चाहिँ यहाँ किमा नुडल्स खानु बसिरहेको छौँ। अनि आलु चप पनि मगायौँ। यसो बस्दाखेरि देख्यौँ त अनि खाउँ लागेर हामी चाहिँ चेस गर्दै खाइरहेको छौँ आलु चप पनि। अनि यहाँको चाहिँ मिठो लाग्छ क्या यो किमा नुडल्स चाहिँ अनि धेरै मनपर्छ। अनि जहिले त्यही एक ठाउँ जान्छौँ धरान गएको बेला अनि हामी चाहिँ किमा नुडल्सहरू खायौँ गफ गर्दै। अनि यता बहिनी खानुहुँदैछ अनि यता हाम्रो फुपू पनि खानुहुँदैछ। चाहिँ आजको भिडियो यस्तै भयो अनि अहिले चाहिँ हामी घर फर्किसकेको छौँ अनि हामी चाहिँ तरहरा फर्किसकेको छौँ, अहिले पुग्नु लागिसकेको छौँ हामी चाहिँ। अनि आजको भिडियोहरू चाहिँ यस्तै भयो। हेरेर माया गरिदिनु होला सबैजनाले। बाई बाई।